चिसो हुने त नि गुलियो क्या त चिनी भन्दा नि गुलियो यो घाटी पोल्छ नि घाटी पोल्छ नि आगो जस्तो मैले देखेको थिएँ बाबुलाई अनि दुई दिन देखेको थिएँ शरीरले जस्तो हाती ल्याउ र तातो भइसक्यो कि है बिस्तारी यो खाने हो हेम्रा यो खाने हो कभर मात्र रहेछ ज्यामी भएको छ कलमहरू त्यो मेथाहरू त्यो तिखर्नेहरू राख्ने किन खाऊ न गाडी कसले खाइदियो कसले हो खोइ कहाँ बस्ने ठाउँै नरहेछ नि घरमा जाम न हामीले चामल बोकेर जा चामल बोकेर त जाऊ त चामल ल्याइदियो हामीले चामल ल्याइदिएछ क्या घर चामल लिएर जाऊ गाडीमा छ बोक्छ बोक्दैन केमा बोक्न सक्छ सक्दैन केमा त नि केमा बोक्ने काँधमा ए नानी लग्यो देऊ तु बिच्छा ल हिँड्न घर जाम देऊ हेर्नु त सुन्नु न यता सुन्नु न खै सुनेको बुलु बुल्दालाई भानी आमालाई भानी जसलाई भानी पठाइदिने नि बोलाइदेऊ त ल बाबा र मम्मीले बोलाउन त ऊ त्यो आमा बाबा टाउको देखाइरहेको छु टाउको देखाइदेन बोलाउ त यहाँ आऊ त चामल बोक्न भन त बेस गरी दाइ आऊ भन न बाबा पहिला बोलाउने अच्छा पहिला भन्ने बाबा त होइन बाबा त गोथालो गएको छ दाइले हो दाइले दाइ चामल बोक्न आउनु रे भन्न ओ दाइ बाबु ल ल पानी खाइहाल्नु ओ भान्जा ओ